जापु समाज यलया उद्योग तथा वाणिज्य प्रवर्धन कवया हापाखुसी भौतिक लिसे डिजिटल उद्यमशीलता या बारे प्रशिक्षण जाजो कुसागुदु 21औं शताब्दी या प्रतिस्पर्धा या समाजे यी कथन ह्या उनी फेमा थैगु तातुना जापु समाज आइतबा समाज या जपिन्त अभिमुखीकरण लिसे अन्तर्क्रिया जाजो कुसागुगु ख जाजोले ग्लोबल डिजिटल प्लेटफर्म निर्जीवन बीमा राजस्व ज्ञान बैंकिङ शिक्षा लगायत बारे समाज विज्ञतेसँग थथगु प्रस्तुतिकरण हेवया दिगु ख चट्ट मोबाइल निकाल्यो आफ्नो थम इम्प्रेसन दियो कतिको गर्ने हो 500 1000 2000 कति गर्ने सेलेक्ट गर्ने ओके गरिदिने सक्यो तपाईको चाहिँ मोबाइल रिचार्ज हुन्छ इभन फ्लाइट बुकहरू चाहिँ तपाईहरुले पोखरा जानु पर्यो ल अब ट्राभल एजेन्सीको डिपेन्डेन्सी नै घटाइदियो त्यसले हैन ट्राभल एजेन्सीमा चाहिँ फोन गरेर ल मलाई भोलि पोखरा जानु छ के छ भनेर सोध्नै परेन टक्क जाने मोबाइल ब्याङ्किङमा गएर चाहिँ फ्लाइटको उसमा चाहिँ क्वेरी गर्ने तपाईको भोलिको फ्लाइट कति बजे कति पैसा त्यो रिफन्डेबल हुन्छ कि हुँदैन अथवा नन रिफन्डेबल हो कि सबै कुरा चाहिँ तपाईको त्यही दिन्छ र त्यहीबाट तपाईले चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि टिकट बुक गर्ने अथवा पर्चेज नै गर्न सक्नुहुन्छ मेरो चाहिँ नि कन्सल्टिङ फर्म छ मसँग प्यान नम्बर छ है प्यान नम्बर छ र मलाई के लाग्यो भन्दाखेरि मलाई पोल्ट्री फार्मिङ खोल्न मन लाग्यो मलाई मानौ हैन अब कहाँ अब त्यो चार्टर एकाउन्टेन्ट जस्तो मान्छेले पोल्ट्री फार्म के पनि लिन्छ नि त हैन अर्को चाहिँ प्यान लिने भने त्यो हुँदैन हैन एउटै प्यान हुन्छ है यो हैन जसरी नागरिकता एउटै हुन्छ नागरिकता ड्युल हुँदैन प्यान नम्बर पनि कहिले पनि दुईटा हुँदैन है कि त मैले प्राइभेट लिमिटेड खोल्नु पर्यो कि त प्राइभेट लिमिटेड भनेको सेपरेट लिगल एन्टिटी भन्छ त्यो डिफ्रेन्ट चिज हो हैन प्रोप्राइटरसिप फर्मभित्र मैले फर्निचरको काम गरेँ पोल्ट्री फार्मिङ खोलेँ र मैले चाहिँ कन्सल्टिङ गरेँ भन्दाखेरि मेरो यो जुन यो क्षेत्र अधिकार क्षेत्र म काम गर्ने स्कोप मात्रै बढाउँदै जाने हो क्या प्यानमै उल्लेख गरिदिन्छ प्यान नम्बर एउटै हुन्छ उद्योग तथा वाणिज्य प्रवर्धन कवया नाय सुरेन्द्र महर्जन या सभा नाय स्विङ ह्या गुज्जाजोले समाज वरिष्ठ नोकु सन्त महर्जन थुगु प्रशिक्षण यी कथा ह्या उने त व प्रतिस्पर्धात्मक समाजे थपि तिसिलाक्क ह्या उने त फलदाई जुइगु फलसकया दिल जिउ जापुटे मेन रोजगार यो जिउ कृषि ख तर कृषि ध्यान ठाउँ समय परिवर्तन जे आवश्यक छ जे सोनी गले ठन उपत्यका जे आ कृषि या वातावरण मरे रंगल आ चिस कर बर ची थगे स्किल डुबिन ह्यान्डिक्राफ्ट याना चौरु अले मौडी जोसा पासपिली से चुना जिल्ला पार्टनर जिया जिल्ला छौ ज्यासेका जेबी आ उद्योग वाणिज्य उनेमाओ जे बाटे टाया ख एजु कारणेना चाहिँ जब समाज आ चिस जे हस्तकला याना चाहिँ डाकिज पेन्डु डेमा अनवया चाहिँ चिस उद्योग वाणिज्य याना चाहिँ ती डाकिज पासपि डेमा वेक अप इन त चाहिँ आ चिस ठडे मोटिभेसन क्लास त कया चिस आयुष परिस्थिति आ चिस कठिन हुने मल्ले आधास यो को खावला मलाई डिजिटल फिजिकल टु डिजिटल डाल र यो सबभन्दा पहिला हामीले व्यवसाय गर्नको लागि हामीलाई के चीजको आवश्यकता छ भन्ने कुरा नम्बर 1 स्टार्टअपमा हामीले बुझ्नुपर्छ अघि धेरै यहाँ हाम्रो दाजुभाइहरूले चाहिँ प्रश्न गर्नुभयो म यो यस्तो अवस्था भइरहेछ यस्तो अवस्थामा के गर्ने कस्तो गर्ने भन्दाखेरि यो सबै कुरा सुन्दाखेरि हामीलाई यो एकदम टाउकने भारी भयो जस्तो जिउनी सिरिङ भयो जस्तो भोलिदेखि व्यवसाय नै नगरिकन टाल्चो मारेर साँझ बुझौँ कि जस्तो त्यो सबै हाम्रो व्यवसायिकहरूको मनमा चाहिँ एकदम त्यो डर हामीसँग उब्जेको छ क्या तर ललितपुर उद्योग वाणिज्य सङ्घ भनेको हामी सम्पूर्ण ललितपुर भरिको व्यवसाय र उद्यमीहरूको हक हितको लागि वकालत गर्ने एउटा संस्था हो मैले अहिले साँच्चै नै भन्नुपर्दा अघि भनिहालेँ वाणिज्यको समितिमा हुँदाखेरि प्रत्येक महिनामा 4-5 जनाको त्यहाँ वकालत गर्न जाने वाणिज्य विभागमा गएर त्यस्तै मैले राजस्व लिएँ त्यसपछि चाहिँ प्रत्येक महिनामा 4-5 जना यस्तै व्यवसायहरूको समस्या आइरहेको छ त्यो वकालत मैले गर्न जान्थेँ 10 मिनट जति टाइम 10 देखि 15 मिनटसम्म कार्यसमितिका सम्पूर्ण टिम र यहाँ उपस्थित